बाघ दरबार बाघ पालेर बस्नुहुन्थ्यो उहाँ। ए ओके। र उहाँ यति शक्तिशाली कि उहाँले चाहिँ आफ्नै दरबारमा अब नेपाल राज्यको कुलदेवी भनिन्छ तलेजु भवानीलाई। तलेजु भवानीलाई उहाँले जगाएर राख्नु भएको छ बाघ दरबारमा। उहाँको प्राइभेट प्रपर्टी हो त्यो। त्यहाँ चाहिँ उहाँको अब विभिन्न कारणले विभिन्न कुराले चाहिँ उहाँले पछि साधना गर्ने भनेर उहाँले चाहिँ दरबारमा आफ्नो अहिलेको हिसाबले ल्याब भनौँ न उहाँको चाहिँ साधना स्थलमा भित्रबाट बन्द गरेर उहाँ साधना बस्नुभएको त्यो ढोका अहिलेसम्म खुलिएको छैन बाघ दरबारको त्यो ढोका। सो उहाँको फ्यामिलीले अहिले पनि उहाँहरूलाई चाहिँ अब उहाँहरूको विश्वास हो नि त उहाँ भित्रै हुनुहुन्छ भन्नुहुन्छ। आउनु भएको छैन नि त त्यो ढोका खोल्दैन खोल्नै मिल्दैन किन उहाँले यस्तो आदेश दिनुभएको छ कि यो ढोका खोलेमा त्यो खोल्ने व्यक्ति चाहिँ रगत बमन गरेर भमिट गरेर तत्काल मृत्यु हुन्छ भनेर उहाँले आदेश जारी गर्नुभएको छ। अनि सुरुमा चाहिँ त्यहाँ अब उडनठलहरू थिए नि गुरुहरू परिवारले चाहिँ चामल सामल यसो छर्केर ढोकासम्म पुर्याइन्थ्यो अरे। ढोकामा गएर परिवारले ठ्याङ गरेर चामल खाएन परिवार मर्थ्यो अरे। त्यसपछि परिवार पनि जान छोडे। त्यो दरबारले अब त्यो दुईवटा ठुलो भुइँचालो देख्यो। बिचमा दरबारको धेरै छेउछाउमा आगलागी पनि भयो अरे।